गाइसहरु आज चाहिँ तपाईहरुलाई एउटा कुरा देखाउँछु। आजको दिनभरिको प्रगति। आज चाहिँ स्कुल पनि सबै बच्चाको लागि छुट्टी भयो वेदरको कारणले गर्दाखेरि। तर हाम्रो इम्प्लोइको लागि चाहिँ काम थियो, तर हामीले बिल्डिङमा जानुपर्ने भन्ने कुरा भयो। अनि मैले चाहिँ पर्सनल डे युज गर्न मिल्छ भने पछाडी चाहिँ चडक्क हालेर चाहिँ पर्सनल डे हालेर चाहिँ मैले चाहिँ अनि बस्यो। अनि बसेर के प्रगति गरे आज भन्दाखेरि चाहिँ यस्तो गरे कि यो हाम्रो लिभिङ रुममा चाहिँ छट्टैसँग माथि हामीले चाहिँ लगाएर चाहिँ हैन चाहिँ बार माथिदेखि हाम्रो लगाइयो। अनि त्यहाँबाट चाहिँ तीनटालाई कम्बाइन गरेर चाहिँ दुईटा जस्तो बनाइयो, एउटै बनाइयो भनौँ न। तीन ठाउँमा चाहिँ त्यहाँ उक्छ। अनि त्यसले गर्दाखेरि चाहिँ अनि हामीले चाहिँ यो अर्डर गरेको थियो। यति लामो हेभी छ, एकदम हेभी यो। अनि एकदम थिक है, यो चाहिँ लाइट पनि छिर्दैन, यस्तो थिक छ। अनि यसलाई फोल्डेड हो, यो एकदम हेभी छ। अनि अनलाइनमा मगाइएको थियो। अनि यो चाहिँ अनलाइनमा मगाउँदाखेरि चाहिँ एकदम महँगो पर्यो। जम्मी हामीले 6वटा मगाएको थियो। तर 6वटामा चाहिँ अनि 4वटा लाउँदाखेरि ठिक भयो, किनभने हामीले यो बिचमा हाम्रो ग्याप पनि छ, यसरी ग्याप छ। अनि 3टा विन्डोलाई अनि हाम्रो चाहिँ 168 इन्च चाहिँ हामीले मगाएको भनेको चाहिँ लगभग 14 फिट जति हुन्छ। अनि यसले चाहिँ हाम्रो लागि इनफ भयो है। त्यो त्यसको लेन्थ पनि ठिक छ। अनि अब दुईटा चाहिँ आउनु बाँकी थियो, तर त्यसलाई क्यान्सल गरियो। किनभने दुईटा प्याकेट आयो, दुईवटा भएर आयो, हेभी छ। त्यही भएर चाहिँ उनीहरूले चाहिँ सिपिङ गर्दाखेरि चाहिँ दुईटा गरेर पठाएको थियो। तर 4टा आइपुग्दाखेरि हामीलाई इनफ भएर दुईटा चाहिँ हामीले क्यान्सल गरियो। र आज चटक्कसँग बनाइयो। अनि यो विशेष गरी चाहिँ मेरो श्रीमतीको चाहिँ एकदम ड्रिम थियो यो लामो पर्दा लाउने भन्ने कुरा। किनभने 6वटा विन्डो थियो, धेरै लाइट आउँथ्यो। कहिलेकाहीँ दिउँसो चाहिँ बढी लाइट भएर टिभी हेर्न पनि हामीलाई गाह्रो हुन्थ्यो यतापट्टि। अनि यो टिभीको कुरा गर्दाखेरि यो पनि भर्खर बनाइएको, यसको फिनिसिङ भएको छैन। यसको पनि 1-2वटा सामानहरू अनलाइनमा अर्डर गरेको ढिलो भयो। त्यही भएर यो हामीले यो भनौँ न, हामीले चाहिँ यो एकोस्टिक प्यानल लगाइयो। अनि यहाँनिर यो ऱ्याक बनाइएको छ। अब यसलाई चाहिँ ग्लुसु गरेर ठ्याक्क रेडी छ, रेडी टु पेन्ट यो भयो। अनि यतातिर पनि लगाइएको छ सबै कुरा टिभीको लागि। अनि फ्रेमिङ गरेको छ मजाले। अनि यता पनि छ, बोथ साइड हामीले सेम टु सेम राखेको। अनि टिभीलाई बिचमा राखेको छ। यो 85 इन्च टिभीलाई जहिले पनि हामी यसरी नाप्दैनौँ, डायगोनली नाप्छौँ। 85 इन्चको टिभी हो। तर यो बिग वाल भएको कारणले गर्दाखेरि चाहिँ अलिकति सानो देखिँदो रहेछ टिभी। अझै 100 इन्चको ल्याउनु पर्ने हो जस्तो देखिँदो रहेछ। तर 85 भनेको इज नट स्मल है साइज। त्यही भएर यस हामी ओके छौँ। र यो कुरा छ अब साउन्ड सेट, अब साउन्ड सिस्टमको कुरा गर्दाखेरि हामीले एलजीको राम्रो हुफरहरू ल्याएको छौँ। साउन्ड बार छ, हुफर सबै छ। अनि मजाले चाहिँ अब यहाँनिर चाहिँ कहिलेकाहीँ चाहिँ मुभी पनि हेर्छौँ हामी। अब फ्यामिलीमा बसेर लाइटहरू मजाले यहाँनिर सबै अफ गर्छौँ। त्यतिखेर चाहिँ अनि हामी चाहिँ फ्यामिली बसेर मुभी यही ठाउँमा पनि हेर्छौँ। किनभने यसको साउन्ड सिस्टम चाहिँ बेस्ट हुन्छ। त्यही भएर चाहिँ र आज चाहिँ एकदम ह्याप्पी छु, किनभने श्रीमतीको ड्रिमलाई मैले पुरा गरेँ। र श्रीमती एकदम ह्याप्पी, गद आमामा गदगद भएर 1 कप चिया चाहिँ दिउँसो खुवाएको हो होइन। अब त्योदेखि अरू कुरा त अब भात त खै अब भोलि नै होला, अब थाहा छैन। अब एक्सपेक्ट चाहिँ गरिरहेको छु अब बिफोर गो टु बेड होइन। लगाइस कस्तो लाग्यो कमेन्ट गर्नु होला। अनि हाम्रो युट्युब च्यानल मोसन क्यानभासमा गएर तपाईँले हाम्रो पडकास्ट पनि हेर्न सक्नुहुन्छ र अरू ब्लगहरू पनि हेर्न सक्नुहुन्छ।